हेलो एन्ड नमस्ते गुड मर्निङ फ्रम कहाँ हो यो सहरमा त राष्ट्रिय निकुञ्जको हेडक्वार्टरबाट हो। आज हामी कहाँ जाँदैछौँ अङ्कलेश्वर स्याङबोजे अनि हामीसँग हुनुहुन्छ यहाँ अर्को दिल्ली सर मान्छे ऊ अलरेडी प्रेसरमा हुनुहुन्छ, मैले प्रेसर गरेर जानुहुँदैछ। के भन्नु छ आजको ट्रिपमा हजुर बोक्छ भरतले बिरामी मान्छे पनि अब यसो जसो तसो जानै पर्छ मान्छेको प्रेसरले गर्दा। के चाहिँ हाम्रो हिरो हुनुहुन्छ यहाँ चक्लेटी बोय एउटा त एउटा गीत सेटिङ हुन्छ डार्क चक्लेट म पनि हो चक्लेटी बोय उहाँको नाम चाहिँ चक्लेटी बोय म पनि ए ल म पनि हाम्रो छ सबिन हाम्रो कन्जर्भेसन अफिसर यहाँ हुनुहुन्छ विवेक बाइजी सर अन्त भरत कता गएछु यता हेर्नुहोस् भरत हेलो हेलो कहाँ गएको रे हामी भरत आउनु फ्रम द मुगु थाहा छैन मलाई हाम्रो भरत यो सल्लाह भन्दा सोझो छ एकदम हो कि न एभरेज भ्यू पोइन्ट त हाम्रै हो त्यहाँ होइन हिलारी भ्यू पोइन्ट याक फार्म स्याङबोजे हामी 3550बाट हामी कति पुग्छौँ 3750 200 मिटर एक्सटेन्ड गर्दैछौँ हामीले। स्याङबोजे चढ्दा सबैभन्दा गाह्रो यो उकालो कस्तो लागिरहेको थियो सर? यो त गाह्रो भयो नि लास्टै भरत के छ अग्लो सर गाह्रो भयो क्या हिमाल चढ्ने मान्छे रेट दिस उकालो आउट अफ 10 8 स्याङबोजेको उकालो कस्तो छ डिली सर रेट गर्नु 10 मा कति दिनु तपाईँ सबिन भरत कति भरत 5 होला यार हाम्रो 6 अङ्कले सर 10 मा कति दिने यसलाई उकालोलाई यो त 6 सम्म ठिकै यार 6 हुन त लबुचे पिक चढ्नेको लागि इस कप अफ टी हामी यो फुल फुलेको हेर्न आएको अनि मौसमले हामीलाई च्यालेन्ज गर्यो बिहान आउनु पर्थ्यो।